हेलो साथीहरु नमस्ते तपाईहरुलाई स्वागत छ फेरि पनि थारू फुड युट्युब च्यानलमा र सदा चाहिँ आज फेरि म एउटा छुट्टै मुकबाङ लिएर उपस्थित भइसकेको छु र साथीहरु आज चाहिँ हामीसँग रहेको छ लगभग 80 जस्तो मेनु रहेको छ तर अलिकति के कुरा थपिएको छ हैन यतापट्टि रहेको छ यो काँक्रा सलादहरु त्यसपछि यो आलुको भुजिया अनि यो थोरै कुखुराको मासु र यो भुँगुरको मासु ठुलो पिस तपाईले देख्दै हुनुहुन्छ होला यो सागहरु रहेको छ अनि हामीसँग राइस र यो पापड अनि चाहिँ सदा चाहिँ अब पिउनको लागि पानी त्यसपछि यो चाहिँ हाम्रो हामीसँग रहेको छ यो तपाईहरुले देख्नुभयो होला यो चाहिँ अमिलो अचार हो आँपको अचार हैन चटनी हो र यतापट्टि दाल रहेको छ हुन्छ साथीहरु हामी सुरु गरौँ है त तर त्यो भन्दा अगाडि चाहिँ तपाईहरु प्लिज लाइक कमेन्ट सब्स्क्राइब शेयर गरेर हाम्रो च्यानललाई सहयोग गरिदिनु होला भन्दै आजको यो मुकबाङ सुरु गर्छौं है त हुन्छ साथीहरु सुरु गरे ल साइडमा राख्नु ल यो चाहिँ साग हो फर्सीको मुन्टा मलाई एकदम मन पर्छ कसले मन पर्छ कमेन्ट गर्नु होला है त ठुलो पिस है अस्तिको Toma, kita rakam aja apa nih bangun apa ambil chutney salad coba kayak gimana wow ternak साथीहरु तपाईकोतिर कति गर्मी छ यहाँ त एकदम आज चाहिँ म्याक्सिमम टेम्परेचर 43 डिग्री भनेको छ हैन
अब गर्मी हुन सुरु भइरहेछ। अब धेरै गर्मी भएको छ अहिले। गर्मीमा सेफ भएर बस्नु होला। यहाँ त हाम्रै स्कुल बिदा गरेको छ होइन, 1 हप्ताको लागि धनगढी उपमहानगरपालिकाले हुन्छ। कुखुराको मार्गु थोरै थियो, त्यसलाई पनि मैले राख्थेँ। यो चाहिँ बादमा आलुको भुजिया साथीहरू। भन्ने खानामा साग भएन भने चाहिँ एकदम चट्नीसँग चौकै राम्रो। वाउ, जहिले कागती चाहिँ ल्याउन बिर्सिँदो रहेछ म। फ्रिजमा त छ, यहाँ चाहिँ ल्याउन बिर्सिँदो रहेछ। दाल हालौँ। साथीहरू, यो के भन्छ यो गर्मीबाट बस्नलाई के उपायहरू अप्नाउँदै हुनुहुन्छ होइन, यसो कमेन्ट पनि गर्नु होला। किनभने एकदमै गर्मीले नाजुक अवस्था छ, विशेष गरेर तराईमा होइन। सकभर चाहिँ बाहिर ननिस्किनुहोस्, एकदम जरुरी काम नभइकन बाहिर निस्किँदा ननिस्किनुहोस् होइन। कस्तो डिस्टर्ब भइरहेको रोडमा गाडी कुद्दा कसलाई लाग्यो भन्ने होइन। अब यत्रो छ मासु फेरि सक्छु कि सक्दैन।
Mr. Ba. आलू आलू को भुजा यसो विचार गरेको साथीहरू यो खाने थाल चाहिँ ठुलो भयो जस्तो लाग्यो क्या यति धेरै त म खाने मान्छे होइन त्यसैले यो सामानहरू बाँच्ने होइन त्यस्तो बारम्बार समस्या भइरहेको थियो थोरै सामान राखौँ भने नसुहाउने अब यो प्लेट नै चेन्ज गर्नुपर्छ जस्तो लाग्यो थोरै सामान राख्यो भने सुहाउँदैन धेरै राखेँ खान सकिँदैन गाह्रो छ पहिला मुखबाङ गर्न सजिलो होला भन्ने लाग्थ्यो होइन तर धेरै गाह्रो काम रहेछ अब खाना पकायो क्यामेरा सेटिङ गर डेकोरेसन गर यति टाइम लाग्छ एउटा मुखबाङ गर्नलाई यसो दाल भात तरकारी खाउँ यताउति गरौँ भने कम्तीमा 2 घन्टा लाग्छ तयारी गर्नलाई है मलाई अप्ठ्यारो भयो त्यस्तो भयो भने कस्तो साह्रो हड्डी मासु भएर
सकेन साथीहरू, माफ गर्नु होला है। अब फेरि सकेन। अब यो म कति माया गरेर हेर्नुहुन्छ तपाईँले, तर लास्टमा मुखबाङ चाहिँ पुरा फिनिस भएन भने तपाईँलाई बोर हुन्छ होला है, त्यसको लागि सरी। अब चाहिँ म यो प्लेट नै चेन्ज गरिदिन्छु, सानो प्लेट लिएर आउनुपर्छ होइन। अब त्यो थोरै कुराहरू राख्नु भने सुहाउँदैन, धेरै कुरा राख्दाखेरि देखिरहनु त्यसरी चाहिँ खानाहरू बाँच्छ अरे। हुन्छ साथीहरू, मैले त आज चाहिँ मैले यो खाना खाएर एकदम इन्जोय गरेँ। यो बाँच्यो होइन, यो साग सबै कुरा बाँच्यो, मासु थोरै बाँच्यो। अब यसलाई खेर गयो है, यता सलादहरू सबै चाहिँ बाँच्यो, के भन्ने। हुन्छ साथीहरू, यति भन्दै फेरि पनि मेरो भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला, माया गरिदिनु होला है। एक दिन चाहिँ मलाई अब साथीहरू यो फुल ब्लाइन्ड च्यालेन्ज होइन, तपाईँहरूले चाहिँ अब ब्लाइन्ड भएर चाहिँ अब मुखबाङ गर्नुहुन्छ कतिपय साथीहरूले, तर अब म चाहिँ अब फुल ब्लाइन्डहरूलाई ल्याएरै चाहिँ मुखबाङ वा भनौँ न च्यालेन्ज गराउने विचार छ, फुड च्यालेन्ज। अब एक दिन रोक्नुहोस् है त। यति भन्दै बिदा दिनु होला। नमस्ते, बाई बाई।